तरुल त सबैले बोइल गर्नुहुन्छ हैन त, तर आज मैले हजुरहरूसँग मेरो रेसिपी सेयर गर्न गइरहेकी छु। कसरी मैले बोइल गर्छु हेर्नुहोस् है त। सबैभन्दा पहिला मैले यसलाई सफा गरेँ काटेर हैन। यसरी नै हजुरहरूले नि गर्नुहुन्छ। अनि मैले यसलाई यसरी नै काटेर सानो सानो पिसमा गरेँ। सानो सानो पिस गर्दाखेरि छिटो पाक्छ हैन। त्यही भएर मैले यसलाई सानो सानो पिस गरेर यसलाई सफा गरेँ। सफा गरेर अनि यसलाई मैले धोएँ हो। धोए खाना यो मैले जसरी भन्छु नि हजुरहरूलाई त्यसरी नै बोइल गरी एकफेर खानु होला। साह्रै मिठो हुन्छ कि साह्रै मिठो हुन्छ। अनि त्यसपछि यसलाई राम्रोसँग धुनु होला। यसरी नै राम्रोसँग धुनु होला। 3-4 फेर मैले यहाँ एक फेर मात्र देखाएँ हजुरहरूलाई। हजुरहरूले 3-4 फेर यसलाई पखाल्नु होला हैन मज्जाले धारामा लगेर। अनि यसमा अलिकति घिउ अनि नुन, घिउ चाहिँ हो मेरो यहाँ मेन मतलब घिउ हाल्नु होला। अनि पछि अलिकति नुन हालेर अनि त्यसलाई मिक्स गरेर मोलेर हातले मोलेर अनि पछि यसरी नै राइस कुकरमा तल पानी हालेर माथि अनि यो जुन मोमोको स्टिमर हुन्छ त्यसमा हालेर हजुरले ढाकेर अनि पछि स्विच लगाइदिनु होला। अनि पछि 10-15 मिनेट पछि यहाँ हेर्न सक्नुहुन्छ कति मजाले पाक्छ क्या। अनि यस्तरी पकाएको तरुल चाहिँ के हुन्छ भन्दाखेरि यसमा पानी पर्दैन। त्यही हुनाले यो साह्रै नै टेस्टी हुन्छ, साह्रै टेस्टी हुन्छ। एक फेर हजुरहरूले ट्राई गर्नु होला। हस् त।